2082 साल चैत 3 गते मङ्गलबार इलाइट पाठशालाका शिक्षा खण्डका प्रशिक्षक आदरणीय सर विष्णु प्रसाद पोखरेलज्यूले दिनुभएको क्लास मैले आफूलाई सो अध्ययनको लागि म भन्न गइरहेको छु। आजको क्लास शिक्षा नियमावली 2059। यो शिक्षा नियमावली 2059 जेठ 16 गते जारी भएको हो। हालसम्म शिक्षा नियमावली 2059 9 पटक संशोधन भएको छ। नवौं पटक संशोधन भएको मिति विक्रम संवत 2077 साल फागुन 3 गते हो। 2059 साल 2 महिना 16 गते जारी भएको शिक्षा नियमावली 2059 नवौं पटक 2077 फागुन 3 गते संशोधन भएको छ। यो शिक्षा नियमावली 2059 मा 33 वटा परिच्छेद, 195 वटा नियम, 23 वटा अनुसूची रहेका छन्। यो नियमावली ऐनको दफा 19 ले दिएको अधिकार प्रयोग गरी बनाइएको हो। विद्यालय खोल्न स्वीकृति र अनुमति सम्बन्धमा यो नियमावलीले के भनेको छ त? विद्यालय खोल्न स्वीकृति अथवा अनुमति दिनुको लागि शिक्षा नियमावली 2059 ले के कस्ता निर्देशनहरू दिएको छ त? पराबी, निमावि र मावि विद्यालय खोल्न चाहनेले शैक्षिक सत्र सुरु हुनुभन्दा 3 महिना अगाडि निवेदन दिनुपर्छ। शैक्षिक सत्र खुल्नुभन्दा अगाडि 3 महिना शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि 3 महिना अगाडि निवेदन दिनुपर्दो रहेछ। निवेदन शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कहाँ दिनुपर्छ? सिफारिस गाउँ शिक्षा समिति र नगर शिक्षा समितिको सिफारिस लिएर समन्वय इकाइ प्रमुखलाई त्यो निवेदन दिनुपर्छ। प्राथमिक र निम्न माध्यमिक विद्यालयको शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि समन्वय इकाइ प्रमुखले 30 दिन अगाडि इकाइ प्रमुखले अनुमति दिनुपर्छ। पराबी र निमाविको हकमा शिक्षा विकास र समन्वय इकाइ प्रमुखले 30 दिन अगाडि अनुमति दिइसक्नु पर्दो रहेछ। माध्यमिक तहको शैक्षिक सत्र सुरु हुनुभन्दा 2 महिना अगावै समन्वय इकाइ समितिले आफ्नो रायसहित निर्देशक समक्ष पठाउनु पर्दछ। भनेपछि माध्यमिक तहको अनुमति शिक्षा विकास र समन्वय इकाइ प्रमुखले सिधै दिन सक्ने अवस्था रहेनछ। समन्वय इकाइ समितिले आफ्नो रायसहित निर्देशक समक्ष पठाउनु पर्ने र निर्देशकले शैक्षिक सत्र सुरु हुनुभन्दा 30 दिन अगाडि विद्यालय खोल्नलाई अनुमति दिन पाइन्छ। अब धरौटी राख्नुपर्ने अवस्था। सामुदायिक र संस्थागत विद्यालय छन्। सामुदायिक विद्यालयको माध्यमिक तहको विद्यालय खोल्नलाई 1 लाख धरौटी राख्नुपर्छ भने संस्थागत विद्यालयको मावि तहको विद्यालय खोल्न 2 लाख धरौटी राख्नुपर्दछ भने सामुदायिक निम्न माध्यमिक तहको विद्यालय खोल्नलाई धरौटी चाहिँदैन भने संस्थागत निम्न माध्यमिक तहको विद्यालय सञ्चालन गर्नुको निमित्त 1,50,000 धरौटी राख्नुपर्छ। सामुदायिक विद्यालयतर्फ प्राथमिक विद्यालय खोल्दाखेरि धरौटी राख्नु पर्दैन भने संस्थागत विद्यालयको प्रावि तहको विद्यालय खोल्नको लागि 50,000 धरौटी राख्नुपर्छ। धरौटी रकम समन्वय इकाइले तोकेको क वर्गको वाणिज्य बैंक विद्यालयको मुद्दती खातामा राखिन्छ। कक्षा थप सम्बन्धी व्यवस्था। यो शिक्षा नियमावली 2059 ले कक्षा थप सम्बन्धी के कस्ता व्यवस्था राखेको छ त? कुनै विद्यालयले कक्षा थप गर्न चाहेमा शैक्षिक सत्र सुरु हुनुभन्दा 2 महिना पहिला समन्वय इकाइ प्रमुख समक्ष निवेदन दिने। 2 महिना पहिला निवेदन जाँचबुझ गरी उपयुक्त लागेमा प्रत्येक वर्ष एक कक्षा थप हुने गरी शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि समन्वय इकाइ प्रमुखले अनुमति दिनु पर्दछ। अब बैठक सम्बन्धी व्यवस्था। शिक्षा विकास तथा समन्वय इकाइ समितिको बैठक कम्तीमा 1 पटक बस्नुपर्दछ। शिक्षा विकास तथा समन्वय इकाइ समितिको बैठक 1 महिनामा 1 पटक। विद्यालय व्यवस्थापन समितिको बैठक 2 महिनामा 1 पटक बस्नुपर्दछ कम्तीमा। गाउँ शिक्षा समितिको बैठक 3 महिनामा 1 पटक बस्नुपर्छ। शिक्षक अभिभावक सङ्घको बैठक 3 महिनामा 1 पटक बस्नुपर्छ। यो पनि शिक्षा नियमावली 59 ले शिक्षा विकास तथा समन्वय इकाइ समितिको बैठक महिनामा 1 पटक बस्नुपर्छ। विद्यालय व्यवस्थापन समितिको बैठक 2 महिनामा 1 पटक बस्नुपर्छ। गाउँ शिक्षा समितिको बैठक 3 महिनामा 1 पटक बस्नुपर्छ। शिक्षक अभिभावक सङ्घको बैठक
3 महिनामा एकपल्ट बस्नुपर्छ भनेको रहेछ। अब शिक्षक श्रेणी विभाजन शिक्षा नियमावली 2059ले शिक्षक श्रेणी विभाजनमा के कस्ता मापदण्डहरू राखेको छ त? शिक्षकको वृद्धि विकासको लागि प्रत्येक तहका शिक्षकहरूलाई प्रथम, द्वितीय र तृतीय श्रेणीमा विभाजन गरिन्छ। शिक्षकको पद सङ्ख्या र श्रेणी विभाजन तालिकामा हेरौँ, तालिका बनाऊँ। जम्मा पद सङ्ख्या, तृतीय श्रेणी, द्वितीय श्रेणी र प्रथम श्रेणी। जम्मा पद सङ्ख्या 5 जनाबाट सुरु हुन्छ। पद सङ्ख्या क्रमशः 5 को दरले बढ्दै जान्छ। 5, 10, 15, 20, 25, 30, 35, 40, 45, 50 यसरी गर्न 5 का दरले पद सङ्ख्या जोडिन्छ भने अब तृतीय श्रेणी, द्वितीय श्रेणी र प्रथम श्रेणीमा कसरी शिक्षकहरू जान्छन् त? 5 जना पद सङ्ख्या हो भने तृतीय श्रेणीमा 4 जना, द्वितीय श्रेणीमा 1 जना, प्रथम श्रेणीमा हुँदैन। अब यो 10 जना दरबन्दी 10 जना पद सङ्ख्या हो भने प्रथम श्रेणीमा 8 जना, द्वितीय श्रेणीमा 2 जना। जम्मा पद सङ्ख्या 15 जना हो भने द्वितीय श्रेणीमा 12 जना, तृतीय श्रेणीमा 3 जना, प्रथम श्रेणीमा हुँदैन। अब बुझ्नुपर्ने के हो भन्दा पद सङ्ख्या 5 को दरले वृद्धि हुँदै जाँदा प्रथम श्रेणीमा 4 को दरले वृद्धि हुँदै जान्छ। जस्तो 4, 8, 12, 16, 18, 20, 24, 28, 32, 36, 40, 45। 45 मा 36 जना भयो भने द्वितीय श्रेणीमा 9 जना। जम्मा पद सङ्ख्या 50 भयो भने तृतीय श्रेणीमा 40 जना हो। त अब 4 का दरले वृद्धि हुँदै आयो भने आउँछ नै द्वितीय श्रेणीमा 9 जना हुन्छन् र 50 जना जम्मा पद सङ्ख्यामा तृतीय श्रेणीमा 40 जना, द्वितीय श्रेणीमा 9 जना र प्रथम श्रेणीमा 1 जना हुने व्यवस्था छ। अब यसलाई छोटकरीमा बुझ्दाखेरि जम्मा पद सङ्ख्या 5 का दरले वृद्धि हुन्छ, तृतीय श्रेणीमा 4 का दरले वृद्धि हुन्छ, द्वितीय श्रेणीमा 1, 2, 3 प्लस 1, 2, 3, 4, 5, 6, 7, 8, 9 9मा आउँदाखेरि 45 जना हुन्छ, 50 मा पनि 9 जना हुन्छ, तर प्रथम श्रेणीमा 1 जना व्यवस्था रहेको छ। अब महिला शिक्षा नियमावली 2059ले महिला शिक्षक सम्बन्धी के कस्ता व्यवस्था राखेको छ त? प्रावि तहमा मात्र हुन्छ महिला दरबन्दी। त्योभन्दा माथिल्लो तहमा जसले शिक्षक सेवा आयोग पास गर्यो उनीहरू नै त्यहाँ शिक्षक बन्ने व्यवस्था छ। प्रावि तहमा मात्र 3 जनासम्म दरबन्दीमा 1 जना महिला, 3 देखि 7 जनासम्म दरबन्दी भएको प्रावि हो भने 2 जना महिला, 7 जनाभन्दा बढी दरबन्दी हो भने 3 जना महिला 3 जना महिला शिक्षक हुनुपर्छ। शिक्षकको परीक्षणकाल पुरुष शिक्षकको हकमा परीक्षणकाल 1 वर्षको, महिला शिक्षकको हकमा 6 महिनाको परीक्षणकाल रहन्छ। परीक्षणकाल अवधिमा काम सन्तोषजनक नभएमा नियुक्ति दिने अधिकारीले जुनसुकै बेला हटाउन सकिन्छ। शिक्षकलाई नियुक्ति सम्बन्धी प्रमुखले दिन्छन्। शिक्षकले पाउने बिदा 8 प्रकारका छन्। भइपरि आउने बिदा वर्षभरिमा 6 दिन, पर्व बिदा वर्षभरिमा 6 दिन। भइपरि आउने बिदा र पर्व बिदा आधा दिन पनि लिन पाइन्छ। बिरामी बिदा वर्षभरिमा 12 दिन, यो बिदा सञ्चित हुन्छ। सुत्केरी अघि पछि 60 दिन, चलन चल्तीमा 98 दिन रहेको छ। सुत्केरी स्याहार बिदा 15 दिन, सुत्केरी स्याहार बिदा 2 पटकभन्दा बढी लिन पाइँदैन। क्रिया बिदा 15 दिन। महिला शिक्षकले आफू क्रिया बस्दा पति र क्रिया बस्दा पनि पाउँछन्। असाधारण बिदा 1 वर्षमा नबढाइ नोकरी अवधिभर जम्मा 3 वर्षसम्म यो बिदा पाइन्छ। असाधारण बिदा 1 वर्ष नबढाइ नोकरीको अवधिभर जम्मा 3 वर्ष। अध्ययन बिदा एकै पटक वा पटक गरी नोकरी अवधिभर 3 वर्ष पाइन्छ। अध्ययन बिदा एकै पटक वा पटक गरी नोकरी अवधिभर 3 वर्ष पाइन्छ। वेतलव्य बिदा बढीमा 5 वर्ष, सेवा अवधि गणना हुँदैन। 5 वर्षसम्म वेतलव्य बिदा लिन पाइन्छ, तर सेवा अवधि गणना हुँदैन।
तलब नपाउने विधाहरू असाधारण विधा र बेतलबी विधामा तलब पाइँदैन। असाधारण विधा र अध्ययन विधा लिन 5 वर्ष सेवा पुगेको हुनुपर्छ। कोही कसैले असाधारण विधा वा अध्ययन विधा म लिन्छु भनेपछि ऊ शिक्षण पेसामा 5 वर्ष काम गरेको हुनुपर्छ। असाधारण विधा, अध्ययन विधा र बेतलबी विधा विवेचकको सिफारिसमा समन्वय प्रमुखले दिन्छन्। असाधारण विधा, अध्ययन विधा, बेतलबी विधा विद्यालय व्यवस्थापन समितिले सिफारिस गर्यो भने समन्वय प्रमुखले दिने चलन रहेछ। शिक्षकको विधा परले स्वीकृत गर्नु पर्दछ भने परको विधा 3 दिनसम्म पर आफैले सबभन्दा बढी विधा लिनु पर्यो भने विद्यालय व्यवस्थापन समितिले दिनुपर्छ। एक पटकमा 3 दिन नबढाई पर्व विधा र भइपरि आउने विधामा पर आफैले लिन पाउने व्यवस्था छ। शिक्षक तथा पर बढीमा 1 हप्तासम्म विद्यालयको काजमा जान सक्ने, काजमा 1 हप्तासम्म जान पाइने रहेछ। विधा अधिकार नभएर यो सहुलियत हो। निवृत्तिभरण अथवा पेन्सन, निवृत्तिभरण अथवा पेन्सन जम्मा नोकरी वर्ष इन्टु आखिरी महिनाको तलब अपन 50। यसको सूत्र हो जम्मा नोकरी वर्ष इन्टु आखिरी महिनाको तलब अपन 50। उपदान सम्बन्धी व्यवस्था। उपदान सम्बन्धी व्यवस्था शिक्षा नियमावली 2059 ले के भनेको छ त 5 वर्ष स्थायी सेवा पुगेपछि उपदान पाइने। उपदान सम्बन्धी व्यवस्था हामी पढ्दैछौँ। 5 वर्ष स्थायी सेवा पुगेपछि उपदान पाइने। नोकरी अवधि 5 देखि 10 वर्षसम्मको प्रत्येक वर्षको लागि आखिरी महिनाको आखिरी आधा महिनाको तलब। 5 देखि 10 वर्षसम्मको प्रत्येक वर्षको आखिरी आधा महिनाको तलब। नोकरी अवधि 10 देखि 15 वर्षसम्म हो भने प्रत्येक वर्षको लागि 1 महिनाको तलब। 10 देखि 15 वर्ष गरेको छ भने प्रत्येक महिनाको 1 महिनाको तलब। 1 महिनाको तलब। नोकरी अवधि 15 देखि 20 वर्षभन्दा कम हो भने प्रत्येक वर्षको लागि आखिरी 1.5 महिनाको तलब हुन्छ। उपचार खर्च। अब शिक्षा नियमावली 59 ले के भनेको छ त उपचार खर्च सम्बन्धमा माध्यमिक तहको शिक्षाले 12 महिना तलब 12 महिना बराबरको तलब दिइन्छ। निम्न माध्यमिक तहको शिक्षाले 18 महिना बराबरको तलब दिइन्छ। प्राथमिक तहको शिक्षाले 21 महिना बराबरको तलब दिइन्छ। बिमा सम्बन्धी व्यवस्था प्रत्येक महिना तलबबाट 400 कट्टा गरी त्यति नै रकम राज्यबाट थप गरी सावधिक बिमा, सावधिक भनेको ब्याज गरिदिने 400 + 400 बराबर 800। 1 वर्षभन्दा कम रकम कट्टी गरेमा 20,000 पाइने। 1 वर्षदेखि 5 वर्षसम्म रकम कट्टी गरेमा 50,000 पाइने। 5 वर्षदेखि 10 वर्षसम्म रकम कट्टी गरेमा 1 लाख पाइने। 10 वर्षदेखि 15 वर्षसम्म कट्टी गरेमा 1,50,000 पाइने। 20 वर्षदेखि 20 वर्षसम्म रकम कट्टी गरेको हो भने 2 लाख पाउने। यो बिमा सम्बन्धी व्यवस्था हामीले हेऱ्यौँ भर्खरै। अब 2082 साल चैत 5 गते बिहीबार सर विष्णु पोखरेल सरले दिनुभएको क्लास यो शिक्षा नियमावलीसँग सम्बन्धित नै हो। यो शिक्षा नियमावली 3 दिन पढाइ भयो जस अन्तर्गत आज चैत 5 गते बिहीबार सजाय सम्बन्धी व्यवस्था। शिक्षा नियमावली 2059 ले शिक्षकहरूलाई के कस्ता सजाय सम्बन्धी व्यवस्था गरेको छ त नसिहत दिने। नसिहत भनेको थर्काउने, हप्काउने, सम्झाउने हो यसको अर्थ। अब बढीमा 5 वर्षसम्म तलब वृद्धि रोक्का गर्ने, नसिहत दिने। बढीमा 5 वर्षसम्म तलब रोक्का गर्ने, बढीमा 2 वर्षसम्म बढुवा रोक्का हुने, भविष्यमा सरकारी नोकरीका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने, भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने। अब 1 मा नसिहत दिने। शिक्षकको हकमा नसिहत परले दिन सक्नुहुन्छ। परको हकमा समन्वय इकाइ प्रमुखले नसिहत दिने। 2 बढीमा 5 वर्षसम्म तलब वृद्धि रोक्का गर्ने। के हो यो भनेको बढीमा 5 वर्षसम्म तलब वृद्धि रोक्का गर्ने। यसको अर्थ हो शिक्षकको हकमा 2 तलब वृद्धिसम्म परले त्यो भन्दा बढी सजाय व्यवस्थापन समितिले गर्ने। शिक्षकको हकमा 2 तलब वृद्धि त परले रोक्का गर्न परले पाइँदो रहेछ। 2
तलब वृद्धि रोक्का परहले गर्न पाइने त्योभन्दा बढी व्यवस्थापन समितिले गर्नुपर्छ। परहको हकमा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले गर्छन्। बढीमा 2 वर्षसम्म बढुवा रोक्का गर्ने। अब यसको अर्थ हो माथि 5 वर्षसम्म तलब वृद्धि रोक्का गर्ने कुरा थियो भने अहिले 2 वर्षसम्म बढुवा रोक्का गर्ने। अब बढुवा कुरा आयो। शिक्षक प्लस परह दुवैको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले गर्ने व्यवस्था रहेको छ। भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने र ठहरिनेको लागि नोकरीबाट हटाउने वा बर्खास्त हुने निर्देशनालयको निर्देशकको हुन्छ। नोकरीबाट अयोग्य ठहरिने अथवा अयोग्य नठहरिने यी दुवैको सजाय दिने निर्देशनालयको निर्देशकले जो शिक्षा विकास समन्वय इकाइले गर्न मिल्दो रहेनछ। विद्यालयको नामाकरण। व्यक्तिले विद्यालयको पछाडि नाम राख्न निम्न सहयोग गर्नुपर्छ। गाउँपालिकाको हकमा माध्यमिक तहको लागि 35 लाख, निम्न माध्यमिक तहको लागि 20 लाख, प्राविधिक तहको लागि 10 लाख रुपियाँ विद्यालय कोषमा जम्मा गरेपछि आफ्नो नाम विद्यालयको पछाडि जोड्न पाइन्छ। अब महानगरपालिका र उपमहानगरपालिकामा माथिका तहहरूको दोब्बर रकम जम्मा गरेपछि विद्यालयको पछाडि नाम राख्न पाइन्छ। जस्तो काठमाडौँ महानगरपालिका, विराटनगर महानगरपालिका अथवा जति पनि उपमहानगरपालिका 11वटा छन्, महानगरपालिका 6वटा छन्। यिनी महानगरपालिकाभित्रका मावि, निमावि र परावि विद्यालयमा आफ्नो नाम कोही व्यक्तिले इच्छाएर राख्न खोजेपछि निजले माध्यमिक तहको लागि 70 लाख ठिक्कै गाउँपालिकामा भएका मावि, निमावि र पराविमा जति रकम छ त्यसको दोब्बर रकम महानगरपालिका र उपमहानगरपालिकाले जम्मा गर्नु पर्दो रहेछ भने नगरपालिकामा 25% रकम बढी। जस्तो गाउँपालिका, नगरपालिका गाउँपालिकाभित्रको माध्यमिक विद्यालय, निम्न माध्यमिक विद्यालय, प्रावि विद्यालयमा जति रकम तोकिएको थियो त्यसैमा 25% रकम थप गरेपछि आफ्नो नाम जोड्न पाइँदो रहेछ। विद्यालयमा रहने शिक्षक दरबन्दीहरू। पूर्व प्राथमिक तहमा 1 जना, प्राथमिक तह 50 भन्दा कम विद्यार्थी भएकोमा 2 जना शिक्षक, 50 प्राथमिक तह यो र 50 भन्दा बढी विद्यालय छन् भने 3 जना शिक्षक राख्नुपर्छ। माध्यमिक तह 9-10 चलेको विद्यालयमा 5 जना शिक्षक राख्नुपर्छ। माध्यमिक तह 11-12मा चलेको हो भने 3 जना शिक्षक राख्नुपर्छ। समग्रमा कक्षा 1-12सम्म कक्षा सञ्चालन भएको विद्यालयमा न्यूनतम शिक्षक दरबन्दी 1+3+4+5+3 गरी जम्मा 16वटा दरबन्दी हुन्छन् भनेर भनिएको छ परह छनौटका। अब परह छनौटका आधारहरू के हुन्छ? परह छनौटका आधारहरू शिक्षा नियमावली 2057ले के भनेको छ? शैक्षिक योग्यता बापत 25 अङ्क, शैक्षिक योग्यता बापत 25 अङ्क, यहाँभित्र पनि न्यूनतम शैक्षिक योग्यताको 15 अङ्क, माथिल्लो शैक्षिक योग्यताको 10 अङ्क गरी 25 अङ्क। अब शिक्षण अनुभव हामी परह छनौटका आधारहरू हेर्दैछौँ। नम्बर 2मा शिक्षण अनुभव 25 अङ्क हुनुपर्छ। नम्बर 3 तालिम बापत 12 अङ्क हुन्छ। शैक्षिक तालिममा 10 अङ्क, विद्यालय व्यवस्थापन तालिममा 2 अङ्क, अध्ययन गरेको विषयमा प्राप्त नतिजा 12 अङ्क, विद्यालय विकास प्रस्ताव बापत 14 अङ्क, विद्यालय विकास प्रस्ताव बापत 10 अङ्क, विद्यालय विकास प्रस्ताव प्रस्तुतिकरणमा 4 अङ्क। यही भित्र हो यो। विद्यालय विकास प्रस्तावमा 14 अङ्क हो। यसभित्र पनि 2टा कुरा छन्। विद्यालय विकास प्रस्ताव बापत 10 अङ्क, त्यो प्रस्तावको प्रस्तुतिकरण गरिकन 4 अङ्क गरी जम्मा 14 अङ्क भयो। नेतृत्व लिने क्षमता 12 अङ्क यसको। समन्वय अब यो 12 अङ्क पनि 3टा क्याटेगोरीमा विभाजन गरिएको छ। 12 अङ्कलाई यसरी गरिन्छ कि समन्वय इकाइ प्रमुखले 5 अङ्क, व्यवस्थापन समितिले 5 अङ्क, 5 10 भइसक्यो भने शिक्षकहरू आफ्ना स्टाफहरूबाट 2 अङ्क पाएर जम्मा 12 अङ्क हुन्छ। सूत्र यसको कण्ठ गर्ने परह छनौटका आधारहरू
हामीले 6वटा हेऱ्यौँ। 6मा विभिन्न अङ्क विभाजन गरिएको छ। यसलाई छोटकरीमा कण्ठ गर्ने सूत्र हो अयो तानने विकास। अयो तानने विकास सूत्र प्रश्नका आधारहरू कसरी कण्ठ गर्ने भन्ने एउटा सूत्र छ। अयो तानने विकास। अनुभव बापत 25 अङ्क, योग्यता बापत 25 अङ्क, तालिम 12 अङ्क, नतिजा सुधारमा 12 अङ्क, नेतृत्व लिने क्षमतामा 12 अङ्क, विद्यालय व्यवस्थापन समितिको 14 अङ्क गरी जम्मा 100 अङ्क रहेको छ। शिक्षा नियमावली 2059 जो 2 महिना 16 गते जारी भई 9औं पटक 73/11/16मा संशोधन भयो। आदरणीय सर विष्णु प्रसाद पोख्रेलज्यूले दिनुभएको यो क्लास शिक्षा नियमावली 2059 हो। हामीले 2077 फागुन 3 गते 9औं पटक संशोधन भएको यो शिक्षा नियमावली 2059 का विभिन्न विषयवस्तु अहिलेसम्म हेऱ्यौँ। सरले दिनुभएको क्लासप्रति आभार जनाउँछु। धन्यवाद।